हेलो गाइज, वेलकम माई न्यू भिडियो। ल है अब चन्द्रावती पोखरी छाप रोड चाहिँ पिच हुने अवस्था छ। अब सुरुवात हुँदैछ। बल्ल भानु केराले खुसीको साहस अलिकति भए नि फेर्न पाउने छ है। ल हेर्नुहोस्, अब चाहिँ बन्यो अब। के छ सबैजनालाई स्वागत छ है। हाम्रो बाटो बन्दैछ। यता चाहिँ रोलल पनि हालिसकेर त्यो मोटै रहेछ। तेर्सो भिडियो बनाउनु चन्द्रावतीबाट यहाँसम्म भन्ने अहिले उयो छ। त्यही हो अन्तिम पोइन्ट। अहिले बनाउने त पोखरी छापसम्म भनेको, र अहिले चाहिँ अहिले तिहारसम्म अब के अरे चन्द्रावतीबाट यो बाटो यहाँसम्म यहीँ अन्तिम अहिले भन्ने भयो। यताको बाटो अहिले बन्द छ। अहिले यतापट्टि आउँछ गाडी, यो बाटोपट्टि अहिले यतापट्टि गाडी चल्दैन। यो बाटोबाट आउँछ टुरेपसलपट्टि यता आउँछ यहीँसम्म। यस्तो बन्दैछ अहिले। धेरै वर्षपछि बाटो यतिको बन्दाखेरि खुसी लाग्छ। अब भानुतेरको जनताहरूले नै केही सुविधा बाटो बनेपछि अवश्य मिल्नेछ जनताहरूलाई। धेरै वर्ष पुरानो रोड हो यो। कमसेकम 30-35 वर्ष भयो होला बाटो खोलेको। तर पिच हुने भन्दा पनि गर्ने भन्दा अहिले 6-7 वर्ष भइसक्यो। अहिलेसम्म हुन सकेको थिएन। अब चाहिँ आशा छ छिटै हुन्छ कि भन्ने। अहिले अब रोलरहरूले पेलेर यतिको बनाएको छ। कालो पत्रेको लागि अब रेडी हुँदैछ।
बाटो पिच हुन लागेको अवस्था। यो चाहिँ हाम्रो भैरथान एरिया हो, माथि बढी गर्दैछ भैरथान मन्दिर। हामी त्यस्तो हेर्न आएको। रोलर चाहिँ हाने छैन क्या हो? ए माथि